Hello, what is up everybody? Welcome back to another vlog. I hope you all are fine. सबैजना मेरो अर्को भ्लगमा स्वागत छ। र आज चाहिँ म तपाईलाई आईआईटी को होस्टल टुर गराउन आउँदैछु। सो आईआईटी को होस्टल कस्तो छ त, भित्र के छ, सबै कुरा आज भ्लगमा देख्नुहुनेछ। सो आज भ्लगलाई ढिला नगरिकन आउनुहोस् सुरु गरौँ। यो आईआईटीमा चाहिँ 20 वटा भन्दा पनि बढी होस्टलहरू छ। 20 वटा भन्दा पनि बढी होस्टलहरू छ। त्यो पनि सानो सानो होइन कि, यो ठुलो ठुलो खाले छ है, धेरैवटा छ। अनि यो 20 वटा भन्दा बढी होस्टलहरूमध्ये म तपाईँलाई चाहिँ आज होस्टल 18 को टुर दिन गइरहेको छु। सो यहाँ अगाडिको चाहिँ यो चाहिँ होस्टल 18 हो। ट्याक्कसँगले यो होस्टल 18 मा चाहिँ लगभग सबै होस्टल उस्तै नै छन्। भन्नाले बिल्डिङको स्ट्रक्चर अलिक फरक छ, तर लगभग यस्तै हो। 3-4 होस्टल यही डिजाइनको छ, बाँकी अलिक फरक डिजाइनको छ। सो यसलाई यो भित्र छिरौँ। म बसेको होस्टल यो सायद यो माथिको कुन चाहिँ रुम हो, उतापट्टिको रुम हो, उतापट्टिको चाहिँ होइन। यहाँनिर यो साइकलहरू सब पुरानो होस्टलर्सहरूले युज गर्ने, अनि युज गरिसके पछाडि आईआईटी छोडेर जाँदाखेरि चाहिँ साइकल नलिजाँदो रहेछन् कि। यहाँनिर धेरै धुलो लागेको साइकलहरू छन्। धुलो लाग्नुको कारण चाहिँ त्यो रहेछ यहाँनिर। सो यो चाहिँ यहाँ पनि इन्ट्रान्स छ, हामी चाहिँ उतापट्टिको इन्ट्रान्सबाट छिरौँ। यो चाहिँ रिसेप्सन एरिया हो। ट्याक्कसँगले आर्मीहरूको बस्या। सो यहाँ चाहिँ भेन्डिङ मेसिन छ। यहाँबाट चाहिँ के गरेर किन्न नि मिल्छ। उतापट्टि ट्याक्क रेस्टिङ एरियाहरू छ यहाँनिर ट्याक्कसँगले। यो चाहिँ होस्टल हो, एकदमै नाइस। सो यतापट्टि हेर्ने हो भने चाहिँ यो बिल्डिङ छ। चारैतिरको सबै होस्टल हो। हाम्रो रुम चाहिँ समवेयर 5th फ्लोरको कुनै एउटा यहाँनिर हो। त्यहाँनिर स्टेसनरी छ एउटा। सो हामी फेरि त्यहाँबाट जाउँ। उतापट्टि चाहिँ मेस एरिया छ। यहाँ चाहिँ ट्रफीहरू राखेको रहेछ। वार्डनको अफिस। यहाँ चाहिँ केही समथिङ इलेक्ट्रिकल सर्भरहरूको केही थियो छ होला। सो यहाँ चाहिँ अब रुमहरू सुरु भयो। यहाँनिर रुम छ यहाँनिर। होस्टेलर बस्नेहरूको डस्ना ब्ल्याङ्केटहरू सबै छ यहाँनिर। अनि यहाँ होस्टेलमा चाहिँ धेरैवटा लिफ्ट पनि रहेछ। सो यहाँनिर लिफ्ट छ। हामी यो लिफ्टबाट अहिले माथि जान्छौँ। सुरुमा चाहिँ यतापट्टि मैले अघि त्यहाँबाट देखाएको थिएँ यताको भ्यू। अब अहिले यताबाट देखाइरहेको छु। यहाँ एउटा स्टेसनरी छ, एउटा होस्टल भित्र स्टेसनरी प्लस किराना पसल, भेन्डिङ मेसिन छ। यो चाहिँ एउटा होस्टलभित्रै स्टेसनरी, किरानाको सामानहरू, किराना पसल सबै एउटा होस्टलभित्र छ क्या यहाँनिर। यस्तो दामी छ यहाँनिर। हेर्दाखेरि क्लासिक अथवा लेजियर देखिन्छ। सो होस्टलको तलपट्टिको स्ट्रक्चर चाहिँ यस्तै छ। यहाँ वरिपरि घुम्ने सर्कल छ, अनि त्यसबाट यो रुमहरू छ, फ्लोरहरू छ। बच्चेहरू नि टेक्टस घुम्न आएछन्। कौन सा विद्यालय? गुजरात से हो। हामी लिफ्टबाट माथि जाँदैछौँ। ट्याक्कसँग म 5th फ्लोरमा आएँ। यो चाहिँ हाम्रो रुम यहाँनिर छ। र यो चाहिँ होस्टल हो। होस्टलको 5th फ्लोरमा छ अहिले। यहाँबाट यस्तो हेर्ने हो भने पनि एकदम पिसफुल छ कि होस्टल हुन्छ नि। यहाँनिर ट्याक्कसँग बिल्डिङहरू
एकदमै नाइस छ होस्टल चाहिँ। यहाँनिर रुम खोज्न मलाई 15 मिनट लाग्यो। हामीले एउटा रुम ल्याएको थियो, त्यो रुम खोज्न मलाई 15 मिनट लाग्यो। लाइक यहाँ भयो, यो यता भयो, तपाईँलाई लाग्ला यति मात्रै छ, होइन। यहाँ बिचमा नि प्यासेज छ, बिचमा रुम छ, अनि कुन रुम कता हो खोज्न लास्टै टाइम लाग्यो थियो यहाँनिर। म तपाईँहरूलाई हाम्रो रुम नि देखाउँछु। रुमभन्दा अगाडि म तपाईँहरूलाई यहाँको वासरुम देखाउँछु। पहिला वासरुम भन्नाले यहाँनिर ट्याक्कसँग ल यहाँ वासिङ मेसिन प्लस ड्रायर, हाम्रो केटाहरूले लुगा पनि धोइसक्यो। यहाँ प्युरिफायर छ होइन। सो एभ्रिथिङ छ कि होस्टेलमा। अनि यहाँनिर ट्याक्कसँगले बेसिनहरू सब कुराहरू छ, प्लस ह्यान्ड वास नि छ। ह्यान्ड वासमा फेरि आउँछ कि फेरि नआउनेवाला नै आइरहेको ट्याक्कसँगले खिच्नु पऱ्यो। सब आइ पनि रहेछ ट्याक्कसँगले। होस्टल चाहिँ बवाल छ यहाँको। यहाँको वासरुम पनि एकदमै बवाल छ, वासिङ मेसिनहरू छ र वासरुम बाहिरको भ्यू पनि यस्तो छ। ट्याक्कसँगले यो चाहिँ होस्टल, अर्को होस्टल 17 समथिङ कुन हो र रुमै रुम छ यहाँनिर। र यहाँ बिचमा होस्टलको रुमको बिचमा चाहिँ एउटा रेस्टिङ प्लेस पनि छ यहाँनिर, जहाँ चाहिँ ट्याक्क बसेर चाहिँ आनन्दसँगले रेस्ट गर्न सकिन्छ। र यतापट्टि यही हो, मैले तल त्यहाँनिरबाट यताको भ्यू र माथिको भ्यू देखाएको थिएँ त्यहाँबाट। अहिले हामी माथि छौँ र यहाँ चाहिँ यो ऱ्याक जस्तो पनि के छ थाहा छैन यहाँ चाहिँ के छ। यहाँ चाहिँ यसरी यो सुकेका लुगाहरू राख्ने होला यहाँनिर। यहाँ चाहिँ कस्तो छ भन्दाखेरि यहाँ दुईवटा पङ्खा छ, अनि पङ्खाको तल चाहिँ एउटा लुगा सुकाउनेवाला राखेको हुन्छ क्या यहाँनिर, लुगा होल्ड गर्नको लागि। यो गेट चाहिँ लगाइदियो, एकैसँग लुगा सुकाउने पनि राखेको छ यहाँनिर। माथि पङ्खा चलाइन्छन् केटाहरू, लुगा यसरी ट्याक्क सुक्छ। रेस्टिङ प्लेस ट्याक्क राम्रो छ। चट्टापट्टिबाट हेर्दा पनि बिल्डिङवाला भ्यू। र हाम्रो रुम चाहिँ यो हो है। म रुमभित्र पनि अलिक आउँछु। अलिकति अगाडि छ ट्याक्कसँगले फायर डक। यहाँ आगो लागिहाल्यो भने त्यसको लागि पनि सेफ्टी टुल्सहरू यहाँनिर राखिएको छ, प्लस फायर एक्सटिङ्ग्विसरहरू पनि राखिएको छ यहाँनिर। प्लस त्यहाँनिर अलार्म पनि छ, प्रेस गर्न मिल्छ यदि कुनै आपत भएको अवस्थामा। फेरि यस्तो बिचबिचमा राम्रो भ्यू देखिनको लागि, ट्याक्क हावा पास हुनको लागि पनि यो बनाएको छ। यसको इन्जिनियरिङ पनि एकदमै राम्रो लागिरहेछ मलाई। सो यहाँ ट्याक्कसँग तल चाहिँ बाटो छ यहाँनिर, बिल्डिङ्स, होस्टल, इलेक्ट्रिक फायर डक त इलेक्ट्रिक डक रहेछ त्यहाँ ट्याक्कसँगले। लाइक यो चाहिँ होस्टलको रुम हो। एउटा बेड, दुईवटा बेड, टेबल, तराज, एउटा बाल्कनी, ट्याक्कसँग सानो रुम छ। एकदमै सही छ जे भए नि। र बिचबिच आउने हो भने फेरि यस्तै देखिन्छ। बिचबिच आउने हो भने ट्याक्कसँग यहाँ यस्तो बस्न ओर्न मिल्ने ओर्ने ससुकेको लुगा राख्नलाई ऱ्याक पनि छ। फेरि देख्ने भनेको त्यही हो बिल्डिङ। यहाँनिर मजाले लुगा सुकाइरहेको छ यहाँनिर। यो चाहिँ 9th फ्लोरसम्म छ, हामी अहिले 5th फ्लोरमा बसिरहेको छौँ। यसको साइड यहाँनिर सिङ्गल रुम होला, होइन रहेछ, यो पनि डबल रुम रहेछ। ट्याक्कसँग यहाँनिर कम्पिटिसनमा आएको बसिरहेको थियो यहाँनिर। अब यहाँ लिफ्ट छ यहाँनिर, धेरैवटा छ लिफ्ट, 6, 7, 8वटा कतिवटा लिफ्ट छ यहाँनिर। म अघि आएको लिफ्ट चाहिँ होइन, परकवाला लिफ्ट हो। यहाँ पनि सेम त्यही छ। यहाँ पनि अलिक अगाडि जाउँ। कसले आइडी कस्टमा पोरेखान यहाँनिर आफ्नो नाम लेखेर। सो यहाँ पनि त्यही छ कि यस्तो लुगा सुकाउनु त बिचबिचमा छ कि पुरै। यो चाहिँ भुलभुलै यहाँ जस्तो छ। म चाहिँ 15 मिनट हराएको थिएँ रुम खोज्ने नसकेर, 15 मिनट जति हराएको थिएँ। हाम्रो रुम छ यहाँनिर। आइआइटी होस्टलको चाहिँ एउटा सरल एन्ड स्विट टुर मैले दिइहालेँ। होस्टल यही हो। सो यस्तो छ आइआइटीको होस्टल होइन। मर्निङ आएकोसँगले होस्टलमा 5 रात सुतेँ यहाँनिर। जे पनि किसिमको रमाइलो एक्सपिरियन्स भयो होइन। यहाँको चाहिँ कल्चरहरू एकदमै राम्रो छ कि यहाँको पिसफुल इन्भाइरोमेन्ट पनि छ। र यहाँ कस्तो छ भन्दाखेरि यहाँको क्यान्टिनमा राति 4 बजे पनि खानेकुरा पाइन्छ, राति 2 बजे नि खानेकुरा पाइन्छ, रातिको 12 बजे नि खानेकुरा पाइन्छ, जतिखेर पनि पाइन्छ। हामी राति 1 बजे चिकन रोल खाँदै बसेको थियौँ, सर्मा खाँदै बसेको थियौँ। सो खानेकुरा जतिखेर पनि पाइन्छ। यहाँनिर बाटो हेर्ने पनि मान्छे हिँडिरहेको हुन्छ, रातभरि विद्यार्थी हिँडिरहेको हुन्छ। सायद कम्पिटिसनको बेला टेक फेस्टले गर्दा पनि हो कि होइन, त्यो चाहिँ थाहा भएन। तर मान्छेहरू हिँडिरहेको हुन्छन् रातिभरि, ट्याक खानेकुरा राति पनि पाइन्छ यहाँनिर।
त्यो अगाडि केही पर्दैन यहाँनिर तपाईँ चाहिँ राति 2 बजे 3 बजे जतिखेर आइटी छिर्न मन लाग्छ बाहिर गएर घुमेर छिर्न पनि पाइँदो रहेछ हामी पनि घुमेर चाहिँ राति 12 बजे मात्र आएर सुतेको थियौँ सो हिजो पनि सुत्दाखेरि लगभग 2 बजेको थियो र अहिले होस्टल यस्तै छ सो आजको भ्लग मन पऱ्यो भने लाइक गर्नु होला त्यति नै भन्छु यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला आजको भ्लगमा यहीँ गरेँ हामी भेट्ने समयको भ्लगमा इन्जलसम्मको लागि गुड बाई हेलो गुड डे हामी 10 रुपियाँ तिरेर हामी भात खान मात्र हामी कि यो चाहिँ टुप्पो यसको अन्डरग्राउन्डमा चाहिँ हाम्रो भात खान पाउँछ बिहेको होस् कहाँ जस्तो लागिरहेको पुरै